हेलो नमस्ते जो पनि जताबाट हेर्नु भइरहेछ आज मेरो अर्को ब्लग थियो हामी आज अब तौद गएर मोमो खान गइरहेछौँ झोल मोमो त्यहाँको एकदमै भाइरल भनेछ यहाँ मम्मीको फरमाइसमा एकदमै अस्तिदेखि भन्नु भएर आज चाहिँ ठक्क मौका मिलेर जान लागिरहेछौँ हामीहरू टौडाको मोमो खान जाने हो कहाँ जाने रे मै टौडाको मोमो कहाँ जाने सनी टौडाको मोमो ल ल हुन्छ अब तपाईँहरूलाई त्यहीँ भेटौँ ल है त ल हामी चाहिँ अब यहाँ तौदह आइपुग्यो होइन अब एकछिन तौदहतिर डुलेर हामी चाहिँ यहाँ अब तपाईँको यहीँनिर छ द सेन्टर पोइन्ट द भाइरल झोल मोमो त्यो ट्राई गर्न गइरहेछौँ है अब एकछिन पहिला चाहिँ हामी यतातिर डुल्छौँ एकवार ल यतातिर तौदहतिर यो तपाईँको ठ्याक्क लोकेसन कहाँ हुनुहुन्छ भने यता दक्षिणकाली जाने बाटो भइहाल्यो दक्षिणकाली जाने बाटोको ठ्याक्क यो तौदह यता भइहाल्यो ठ्याक्क अपोजिट साइडमा यो छ यहाँबाट तौदह जाँदैछौँ है माछाले खुवाउने माछालाई चारो खुवाउने कसरी हो यो ए ऊ त्यो एउटा लिए भइहाल्यो नि 100 को एउटाको 100 ए दुईटाको 100 यो ठुलो ए त्यसमा त ल भयो है थ्याङ्क यू कति हो तिनजनालाई सानो बच्चा ल हामीले अब फिस यो हो गाइस कहाँनिर छौँ हामी अहिले सानिया पोखरीमा कुन चाहिँ पोखरी तौदह पोखरी आज हामीहरू 14 पोखरीमा छौँ ए 14 पोखरी यस्तो छ अब हामी के गर्ने अब हामी यहाँ के अरे माछाहरूलाई खुवाइदिने माछाहरूलाई खुवाउने माछाहरू खुवाइदिने खानाहरू उसको कसरी दिँदै हिँड्नु न अनि जता दिँदा नि भइहाल्यो नि खै म पनि दिन्छु नि यहीँ छ यी माछाहरू यत्रो यहीँ देखिरहेछ त ओए गोल्ड फिस ल माछालाई यसो चारो पनि दिँदै हो गर्छु ल माछालाई चारो दिएको ए गाई ए हेर माछाले चादेको ल ए माछाले सकिहाल्छ होला नि आऊ ल ए कति मजा आयो मजा आयो ए कति धेरै आयो ल खानु नि यहाँ अलिक धेरै देऊ नि यहाँ आम्मा घुटु टुटु टुटु है कति धेरै आएको है टन्नै रहेछ त्यहाँ त ए कति धेरै हो मेरो सिद्धि नआटिसक्यो अब यहाँ पाइहाल्छ नि अनि उता किन्नु पाइहाल्छ नि अहिले कति मजा आयो मलाई ल्याउ खाऊ चकलेट ल्याउ खाऊ माछाहरू चकलेट हामी त अझै म कस्तो तर्छ नि अघि त अनि माथि त दुईटाको 100 रुपियाँमा दिए होइन होइन यो दुईटाको 100 हो क्या यो ठुलो हो मसँग छ त अन्न माछालाई अन्न चारो
एउटा पिस त कोहीले खाइदिन्छ होला यहाँबाट ल है तपाईहरुलाई यो तौदहको घुमाइ कस्तो लागिरहेछ यसो राम्रो लाग्यो भने यसो सब्स्क्राइब पनि गर्दै गर्नुस् होला लाइक्स पनि गर्दै गर्नुस् होला है सल्लाह सुझावहरु पनि दिँदै गर्नुस् होला आजको यही नै छ मेरो भ्लग चरा अनि ओ चरा झर्यो कस्तो हो पुरै कस्तो हो नि डर लाग्छ गयो फेरि लुक्यो कसरी खाइदिन्छ है लामो छ नि कति मजा आयो कति धेरै उयोहरु है वरिपरि त रेस्टुरेन्ट रहेछ भिडियोमा त कति सानो थियो को तिमी हैन हौ पोखरी म ए चाहिँ अर्को भिडियोमा कसरी हुन्छु ए मैले तिम्रो भिडियो खिच्दिएको छैन है आज खिच्दै नि त म अब तिमीलाई म आज हालिदिन्छु ओके आज तिमीलाई म भ्लगमा हालिदिन्छु ओके है है न हे च्याप्पै झ्याप्पै बोजू पनि भयो ए घाम पनि मस्त लाग्यो जाऊ है कस्तो लागिरहेछ एकदम रमाइलो लागिरहेछ आज त उता घुम्नु आएको भिडियोमा देख्दाखेरि कस्तो जाउँ जाउँ मन लागेको थियो आज त आउनु पाइयो पहिलोचोटि हो आउनु मजा भइरहेछ आज एकदम आनन्द भएको छ धेरै रमाइलो अनि के मास्क लगाइराख्ने हो तिमी किन नि लाज लाग्यो लाज लाग्यो मास्क खोला अघि त पानी परेको थियो अहिले त घाम लागेपछि कस्तो आनन्द आछ भने गाइस धेरै भएछ माछालाई चारो यतातिर हुन्छ हुन्छ तपाईँ के पहिला घुम्न आउनु भएको थियो पहिला आउनु भएको थिएन खोइ त्यहाँ ल तपाईँको म उयो है त तपाईँले ल कस्तो लागिरहेछ यो मैले भन्नु आउँदैन अलिकति भन्नु त आउँदैन है अनि म पहिला घुम्न आएको छैन यसपालि यसो घुम्न आइन्छ नि हजुर हजुर यो नयाँ नेपाल त आउनु भएको छैन है त्यही पनि कस्तो के रहेछ भन्ने कुरा आउनु भएको छैन म आएँ यस्तो रमाइलो लाग्यो मलाई त नि यो नेपालको झन्डा देखेर रमाइलो लाग्यो मलाई रमाइलो भइरहेछ रमाइलो भइरहेछ मलाई त रमाइलो भइरहेछ थ्याङ्क यू धन्यवाद है हजुरको भिडियो हालिदिन्छु नि म है हुन्छ है ल हुन्छ आउँछ 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 ल त्यसो भए के भयो यो पोखरी यति ठुलो छ भनेर मलाई थाहा थिएन कि सानो हेरेको थिएँ भिडियोमा हेर्दा कतिबाट आइपुग्यो होला भनिदिनु त अहिले प्राय
कति 4 भागमा 3 भाग चाहिँ आयो के अरे अब 1 भाग बाँकी छ घुम्नलाई यो पोखरी घुम्नलाई अँ 1 भाग अलिक बेसी पो छ कि क्या ल है तौडाको माछा हेर्नुहोस् मेरो सिद्धि हो लिनुहुन्छ कस्तो छ वेदर आज अघि घरबाट निस्किने बेला घरबाट निस्किँदा अलिक कालो कालो थियो अघि अहिले त यहाँ आएर कस्तरी घाम लागेर टनटन पुर्छ पोलिरहेछ घामले र पनि ज्याकेट फुकाल्नु चाहिँ गाह्रो लागिरहेछ आधी घन्टा लाग्छ भन्दै थियो मान्छेहरू आधी घन्टा लाग्छ भन्दै थियो अलिक छिटो हिँड्दाखेरि होला हामी बिस्तारै बिस्तारै हिँड्दैछ नि त ओ के भयो भोक लाग्यो क्या हो भोक लाग्यो छैन अब खाने तिमीले मोमो खानु मिल्छ कि मिल्दैन खाइहाल्छ नि मिल्छ मिल्दैन होला मिल्छ कत्रो ढोँडे रहेछ ल कस्तो यसको प्लान रहेछ अरूलाई खुवाउनु त्यो ओरेन्ज फिसको साथीहरूलाई खुवाउन मेरो सिद्धि त्यही हो चौबार डाँडा भन्ने उ त्यो बल्ल सेतो चौबार डाँडा त्यही हो त्यो सेतो त्यहाँदेखि यता रहेछ है चौडाको पोखरी चाहिँ है बोजू अझै हालिदिनु न बोजू चौबार डाँडा त्यो सेतो भनेको होइन त मलाई थाहा थिएन क्या आजै थाहा पाएँ सुनेको मात्रै थिएँ आज हेऱ्यो आज चाहिँ हेरेँ यहाँ पनि एक्स्ट्रा छ नि त्यो डस्टबिनमा त्यो फ्याल्नुपर्छ ल्याउ यहाँ फ्याँक खोइ कसरी फाल्नु ए त्यसरी पो आई डिडन्ट सी अब यहाँ एउटा किन भन्छ पुग्छ होला अब यस्तो छ नि त तेरो के भन्छ किन्ने एउटा हाल्नु न यो 50 भए पुग्छ होला अब त पुग्छ है पुग्छ अझै किन्यौ अघि 200 को अब 150 250 मलाई मैले कति सानो सानो प्लास्टिक पाइरहेको छु मलाई चाहिँ एकछिन खोल्दैछु किन कराएको यहाँ छ होला नि ए कस्तो पुरै निस्क्यो भन्छु चाहिँ कहाँ त्यस्तो म अडिन्छ र भोलि हाल्नु थाप्ने त जाने पाहातिर मात्रै गयो उल्टै यसले मागेर हैरान लो इत्रु भाँडा छ लु बाहिर छ ऊ कति ल खाऊ 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 माछा खाऊ यहाँ त त्यति धेरै रहन्छ फुज निकाल्नु पर गएर अब यहाँ धेरै छैन धेरै निक्लेन यहाँ त्यति भोकाएको रहन्छ ओहो अझै खाएर त बाँकी ए आइपुग्नु लाग्छ अब त आइपुग्नु लाग्छ है कुचो आऊ 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 खानुहोस् खानुहोस् माछाजी खानुहोस् है माछाजी खानुहोस् चौराको माछा
के माछा भन्छ यसलाई के माछा माछाको नाम थाहा छैन चौडाको माछा मेरो सिद्धि त्यहीँ थुप्रिँदो रहेछ धेर त पुग्यो पुग्यो अब त भयो भयो अब त हात पनि गनाइसक्यो खुट्टा दुखो त्यहाँबाट पसेको कि हामी सक्यो घुमाइ हात त गनाउँछ होला हात गनाउँछ नि त नि मन पर्यो कुन चाहिँ खाने यो सेतो खाने कि ब्राउन खाने कसरी यो 250 यो 4 थियो ल ल त्यही हाल्नु यो लेफ्ट साइड ल ल त्यही हाल्नु हजुर आमा थ्याङ्क यू भनेको बन्दै फ्याट अनि सुते उनीहरूले आएन जाने म्याट है सत्त सुगर बनाएको थियो सुगर प्रेसर एकदम कन्ट्रोल भएको अहिले खाइहाल्नु आँटेको एकछिनमा खाऊ न ओके हात धुनुपर्छ त माछा छुएकोले गनाएर फोर हातले खायो नि छोराहरूले खायो के गर्छ त केही पनि छैन अब खायो सक्यो म चाहिँ चम्चीमा पो दिन्छ नि कम्तीमा दिन्छ नि फेरि अँ ठिकै छ अब के खाने मम्मी अब माछा खाने के अरे माछा होइन हौ मोमो खाने झोल मोमो अमिलो पिरो च्वास के ला बिर्स्यो अब बिर्स्यो हो रेस्टुरेन्टको नाम ए भाइरल झोल मोमो भाइरल झोल मोमो हामीले थाहा छ अमिलो पिरो त्यो नाम छ नि त के हो अमिलो पिरो सेन्टर पोइन्ट थाहा छ गाईहरू हामीहरू अमिलो सेन्टर पोइन्टमा माछा खाने आँटेको के अरे मोमो खानु आँटेको मैले दिएँ त मसँग छ नि यस्तै मान्छे फेला पर्छ होला भनेर बोलेको यस्तो ज्ञानी बच्चा रहेछ हो भनेर हेर्छ नि त ज्ञानी भयो भने त्यो भिडियोहरू कट गरिदिन्छ हो ज्ञानी हो भने मजाले हेर्छ नि यस्तो ज्ञानी पो हुनुपर्छ भनेर लाग्छ के आयो मम्मी चिकन मोमो आयो झोल मोमो चिकन झोल मोमो कति भयो तपाईँले यो खानु बस्नुभएको भएन 1.5 महिना जति भइसक्यो नि कस्तो रहर लागिरहेको न आउनलाई घरि न कति डोरेर खेलेको गर्छ भिडियोमा अरू दिन यो भाँडा देखेर यो भाँडा कस्तो हालेको थियो कस्तो मजा आउँछ होला खानु जस्तो लागिरहेको झोल चाख्छु सुरुमा चाख्नु त कस्तो रहेछ मोमो त तातो छ झोल चाहिँ चाख्नु पर्ला एकदम मिठो मोमो त तातो होला है अहिले कुहिलिन्छ बोक्छु I'm so hungry. एउटा तु गरेर खाऊ है ठिक छ कति दिन्छौ तिमी 10 मा कति दिन्छौ 10 out of 8.5. 8.5 मम्मी कति दिन्छौ 10 मोमोको लागि 10 मा 10 दिन्छु म त 10 मा 10 हो ए ओके Wow. खतरा हो छाता ओढेको खतरा छाड्दा छाता ओढेको बर्गर आयो है स्माइल हेरौँ मक्का चाहिँ अब छाता ओढेको बर्गर के बर्गर है चिकन बर्गर चिकन बर्गर ओए
फैंसी रेस्टोरेंट हाँ 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 इसमें लाइव प्रेस करो ल साबो सजिलो हुन्छ नि त अब खाऊ बिस्तारी खाऊ अहिले पेपर पनि ल आजको भ्लग पनि यहीँ सक्यो होइन हामीले मोमोसम्म पनि खाइयो अब तौत पनि घुम्यो अहिलेसम्म हेरिराख्नु भएकोहरूलाई सबैजनालाई अब थ्याङ्क यू भन्न चाहँदै मेरो भ्लगको यहीँ गर्छु है कस्तो भयो तपाईँको आजको एकदम रमाइलो भयो रमाइलो भयो तानिया कस्तो भयो तिम्रो रमाइलो धेरै धेरै रमाइलो भयो ल थ्याङ्क यू थ्याङ्क यू गाइज फर वाचिङ आवर भ्लग ल